मेरो चाहिँ यहाँनिर फेरि एकजना बहिनी चाहिँ अघिदेखि अल्छी लाग्यो भनिरहेको थियो अनि ऊ चाहिँ ऊ पर गएर चाहिँ एउटा जुस लिएर बसेर खाँदैछ है। अनि म चाहिँ उसलाई खोज्दै यहाँनिर आएको अनि सो कान्छी कस्तो लागिरहेको छ? एकदम भगवान। अनि हामी दुईजना चाहिँ ल अनि यहाँ चाहिँ हाम्रो नेपाली दाजु पनि हुनुहुन्छ एकजना। दाजु मैले छोटो भ्लग बनाउँदैछु होइन, सरी होइन। अनि यहाँनिर बसिरहेछौँ हामी। यहाँनिर हामी सबै भेला भएको छौँ। अब हामी जाने है, अरू पनि हुन्छ थुप्रै मात्रै हुन्छ। यहाँनिर हेर्नुहोस् है, यहाँनिर चाहिँ यस्तो ब्रान्डको पर्फ्युम है। अनि यो चाहिँ कस्मेटिक आइटमहरू रहेछ। अनि हामी चाहिँ यहाँ दिदी म छिरेको छौँ होइन। दिदी यो चाहिँ बाथरुम हो? अनि ल चाहिँ पर्फ्युम हान्ने गएको यहाँनिर सेपरेट भाइ। यहाँनिर त दामी दामी कलेक्सनहरू रहेछ, सनस्क्रिनदेखि लिएर पर्फ्युम नेपालीको सरी लेडिजको लागि चाहिँ यहाँनिर स्पेसली है। यो चाहिँ कस्मेटिक आइटमहरू ग्रान्ड भिया भन्ने ठाउँमा छ, आउन सक्नुहुन्छ। ग्रान्ड भिया काइयो है। लिपस्टिक लाउनु भएन ए ल हामी चाहिँ यहाँनिर लुकी पर्फ्युम छर्केर चाहिँ हामी हिँडेको होइन। हामी दिदी चोर हो होइन, चोर हो हामी। हामी लिपस्टिक लाउने। मैले छोटो भ्लग बनाउँदैछु है दिदी। म त अहिले बन्ने निस्केको त रेडी भएर। दिदीहरूलाई तल पर्खिँदा निन्द्रा लाग्छ निस्किने। है फेरि अब फ्लोरमा जाँदैछौँ। यहाँनिर चाहिँ लिपस्टिकहरू सबै यहाँ हामी लेडिजको लागि चाहिँ कस्मेटिक आइटम सबै रहेछ होइन। अब यहाँनिर हेर्नुहोस्, तपाईँहरू पनि आउन चाहनुहुन्छ भने हरेक भ्यालेन्टिना ब्रान्डको रहेछ। अनि स्पेसली म चाहिँ एकदम गर्मी छ अनि हिँडिरहेको छु।